दर्शकवृन्द रोल्पामा भेटिन् 24 वर्षीय खतरनाक माता। गाउँको अर्गानिक भिडियो बनाउने रक्षालाई 81 देउता चढ्यो भन्दै आइन् मिडियामा। अस्पतालमा ठिक नभएको बिरामीलाई पनि म ठिक पार्छु भन्दै ठोकुवा गरिन्। यो हेर्नुहोस्, अस्पतालबाट सन्चो नभएको बिरामीहरूलाई चाहिँ मैले झारफुकबाट सन्चो बनाएको छु। तारादेखि सल्यानदेखि आउनुहुन्छ, 20-22 दिन बसेर जानुहुन्छ। दर्शकवृन्द यति बेला हामी रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर 5 को बाजाबाङ भन्ने गाउँमा आइपुगेका छौँ। यो गाउँमा 24 वर्षकै कलिलो उमेरमा एकजना बहिनी जसलाई माता चढ्यो भन्दै मिडियामा आइन् र यस्तो खुलासा गरिन्। सुरुमा स्वागत छ हजुरलाई। हजुर नमस्ते। नाम भन्नुहोस् त हजुर। रक्षा भण्डारी। रक्षा भण्डारी है। हजुर। कति वर्ष पुग्नुभयो हजुर? म चाहिँ अहिले 24 वर्ष भए। 24 वर्षकै यो उमेरमा चाहिँ भनौँ न युवा अवस्थामा चाहिँ तपाईँले देवी देवताले छोयो? हजुर छुनु भयो। कति समय भयो यो देवी देवताले? 8 महिना जति भयो। 8 महिना है। हजुर। सुरुमा के हुन्थ्यो, तपाईँले के समस्या भयो यो? म चाहिँ एकदमै धेरै बिरामी भए। अनि बिरामी भएपछि धेरै ठाउँमा अस्पताल पनि गए, डिप्रेसन पनि भन्नुभयो, के भन्नुभयो। अनि एक्कासी मलाई चाहिँ देउताले बोलाउनु भयो। अनि मलाई काम छुट्न थाल्यो। म कामिसकेपछि चाहिँ म यहाँबाट आएको हो, मुक्तिनाथबाट आएको हो, म भोले बाबा हो, म शिवशक्ति हो भन्ने आयो। अनि त्यसपछि म कामदै 2-4 महिना म डाङतिरै बसेँ गुरुआमाहरूकोमा। अनि त्यसपछि म ती पनि राम्रो भएन। अनि पछि सपनामा पनि मन्दिर बनाएपछि मात्र राम्रो हुन्छ भन्ने। अनि शिव भगवान देख्ने सपनामा म भन्दा अगाडि पनि भगवान हिँड्ने, मलाई 4 बजे निद्रा नलाग्ने, रात कोइला जाला दिन कोइला आउला भन्ने। अनि पछि मैले मन्दिरहरू बनाएँ। मन्दिरहरू गराएर पनि ठिक भएन। पछि फेरि मैले मान्छेहरूलाई झारफुक गर्ने, हेर्ने, हेराउने, मान्छेले निको गराउन थालेपछि मलाई पनि राम्रो भयो। भनेपछि भगवानप्रति जसले चाहिँ विश्वास गर्नुहुन्न उहाँहरूको लागि त एउटा अचम्मित कुरा पनि भयो हैन? जसले भगवानलाई विश्वास गर्छ त्यो एउटा विश्वास गरेपछि चाहिँ हुँदो रहेछ भन्ने हजुरले चाहिँ भोग्नु भयो? हजुर भोगेँ मैले चाहिँ पहिला योभन्दा अगाडि चाहिँ मैले पसल गरेर बस्थेँ। हजुर। 81 भयो, मलाई नि नसोचेको भयो। अब तपाईँले आफू त एउटा आफ्नो शरीरको त ठिक हुने नै भयो, अन्य व्यक्तिलाई पनि ठिक गराउनुहुन्छ हैन? हजुर। धेरै ठाउँमा अस्पताल गएर डाङ गए, बुटुल गए, नेपालगञ्ज गए। मेरो 1 लाख सक्यो, 2 लाख सक्यो, मलाई सन्चो भएन भनेर आउनु भएको पनि सन्चो हुनु भएको छ। कसैको कान नसुन्ने, आँखाहरू पनि यस्तै देख्न त देख्ने तर झ्याम्म बन्द हुने। अनि कसैको कामहरू नखुलेको कामहरू सन्चो हुन्छ, फोनबाट पनि सन्चो हुन्छ, फोनबाट पनि गराइरहेको छु। अहिलेसम्म चाहिँ राम्रो भइरहेछ। हजुरको त अब नामै रक्षा छ हैन? अब अन्य बिरामी दुखी पीडितहरूको रक्षा गर्ने एउटा देवी देवताले छोइसकेपछि त्यो काम पनि गर्नु भएको छ? गरेछु हजुर। तपाईँले गरेका काम अब जति पनि यो गरदशा हेर्नुहुन्छ, यी कुरा गर्नुहुन्छ हैन? अन्य व्यक्तिहरूले कतिको विश्वास गर्नुहुन्छ तपाईँलाई जो आउनुहुन्छ नि उहाँहरूले? हाम्रो गाउँतिरको त अझैसम्म विश्वास गर्नु भएको छैन, आउनु भएको छैन। कोही मात्रै आउनु भएको। तारादेखि सल्यानदेखि आउनुहुन्छ, 20-22 दिन बसेर जानुहुन्छ। झापादेखि आउनुहुन्छ, यता लिबाङदेखि आउनुहुन्छ, यता तल भेङ्गरीदेखि आउनुहुन्छ, तारादेखि आउनुहुन्छ। उहाँहरूको ठुलो बिरामीहरू सन्चो गरेको छु मैले। गरदशा भन्दा पनि बिरामीहरूलाई चाहिँ अस्पतालबाट सन्चो नभएको बिरामीहरूलाई चाहिँ मैले झारफुकबाट सन्चो बनाएको छु। कतिपयले फेरि अब यो हुन्छ नि अहिले यो युगमा, अब यो जमानामा पनि धर्म कर्म देवी देवताहरू मान्न छोडे, कतिपयले त कुरा काट्ने पनि गर्नुहुन्छ होला नि त तपाईँले गरिरहेको कुरा? हजुर। कुरा काट्नुहुन्छ, नाटक हो भन्नुहुन्छ। अब बाध्यता छ मलाई। अब पहिला मासु खाने मान्छे, अहिले मासु मङ्स पनि खान दिनुहुन्न। जब देउता आएदेखि मेरो कपालमा पनि जटाहरू बन्यो। अनि त्यसपछि गाउँका मान्छेहरूले यो माता होइन, यो ठगी खाने धन्दा हो भनेपछि मैले चाहिँ सहन नसकेर कपाल काटेँ। कपाल काटेपछि 3 दिन जति म बिरामी भए। अनि पछि भगवानको शरण परे। त्यस्तो भन्दाखेरि कतिको मन दुख्छ तपाईँलाई? एकदमै धेरै दुख्छ सर। मैले अब लहरले होइन, बाध्यताले हो। आमा बुवासँग खाना पनि खान मिल्दैन, सुत्ने पनि एक्लै सुत्ने हो, खाने पनि एक्लै खाने हो। कहिले बेला बिहानको खाना साँझ हुन्छ, साँझ खाना बिहान हुन्छ, कहिले बेला भोकै पनि बस्नुपर्छ। धेरै बाध्यता छ नि। साँच्चीकै देवी देउता आउने भने अब वाक्य खुलेर आइहाल्नुहुन्छ। अब नराम्रो ऊर्जाले गरायो भने चाहिँ कमाउने, छोप्ने, रुने, टोलाउने, अब बोल्न खोज्दा पनि अड्किने त्यस्तो हुन्छ। देवी देउता आउने भए चाहिँ म यहाँबाट आएँ है, म यस्तो हो भनेर आमा आए पनि, अब भोले बाबा आए पनि, जो नागराज नागरानी जो आए पनि म यस्तो हो भनेर आफ्नो भाषा देखाउने, भाषाहरू आउने गर्छ। अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँ? अब
तपाईँलाई कसैले सम्पर्क गरेपछि यस्तो यो राम्रो कुरा रहेछ, उहाँले त राम्रो गर्नुभएको रहेछ, उहाँको रहर होइन बाध्यता हो, एउटा बाध्यता व्यवस्थाले चाहिँ यो गर्नुभयो भनेर चाहिँ कसैले बुझ्न चाहने अथवा यहाँ तपाईँ गर दशा हेर्ने केही बिरामी भएको निको हुन चाहने व्यक्तिहरूले तपाईँले कसरी सम्पर्क गर्ने? मैले अब ठुलो ठुलो बिरामीहरू त अब नभएपछि यतै बोलाउँछु। सामान्य अब यताउति अब लागेको झारफुक चाहिँ मैले फोनबाट पनि सन्चो गराउँछु। मैले पैसा पनि टोक्दैन, पैसा पनि खान्न। अब उहाँहरूले आफ्नो इच्छाले दिनुहुन्छ, मैले अहिलेसम्म पैसा टोकेको रेट पनि छैन। अब नहुने भएपछि उहाँहरू यहीँ आउनुहुन्छ, यहीँ आएर सन्चो भएर जानुहुन्छ।